Hallo, guten Abend. Uh, Guten Abend. Guten Abend. Und wie geht's, Bimla? Mir geht es gut und dir? Ja, mir geht es auch gut. Und wie ist das Wetter heute? Das Wetter ist sonnig. Sonnig. Noch? Jetzt? अहिले त छैन होला। अलिक घाम लागिरहेछ र? ओके। सो ओके। सो आज चाहिँ हामीले आज पनि पार्टिसिपेट चोइको बारेमा नै र पर्फेक्टको बारेमा नै कुरा गर्छौँ। हिजो अलि अलि भास्ट टपिक छ, एकै दिनमा अलि धेरै नै भयो होला भन्ने तरिकाले फेरि आज पनि रिपिट गर्न खोजेको कारण त्यो हो। ओके। सो पहिलो कुरा ल बिमला, हिजो हजुर हुनुहुन्थ्यो है पुरै क्लासमा? हजुर सर। सो तपाईँले पेर्फेक्ट भनेको के बुझ्नुभयो, के हुँदो रहेछ, कस्तो हुँदो रहेछ, के नोट गर्नुभएको छ एकचोटि सर भन्नुहोस् त। तपाईँले जे बुझ्नु भएको छ त्यही भन्दा हुन्छ। तपाईँले भनेको मिल्नै पर्छ भन्ने पनि छैन, हिजो पढाएको सबै भन्नुपर्छ भन्ने पनि छैन। तपाईँले जे बुझ्नुभयो, तपाईँलाई जे याद छ, जे सुन्नुभयो त्यो भन्नुहोस्। बिमला। यस्तो प्रेजेन्ट पर्फेक्टमा हाबिन र जाइन युज गरेर सेन्टेन्सहरू बनाइन्छ। उम्, अनि पास्ट पार्टिसिपलको नि कुरा गरेको थिएँ नि मैले, पार्टिसिप चोइ भनेर। रेगुलर भर्बमा अँ, यस्तो हुन्छ, इरेगुलर भर्बमा यस्तो हुन्छ, के भनेको थियो, के याद छ? जब मोमेन्ट हुँदैन तब हाबिन युज गर्ने अनि मुभमेन्ट र चेन्ज भएपछि जाइन। हो। अनि अनि मुभमेन्ट भनेर एक ठाउँबाट अर्को ठाउँमै हुनुपर्छ भन्ने छ नि। मुभमेन्ट भनेर जस्तै फर इक्जाम्पल कोही मान्छे निदा छ, निदाको मान्छे बिउजियो भने पनि त्यो पनि एउटा चेन्ज हो है। अरू अरू भन्नु न भन्नु। अरू अरू निस- पास्ट पार्टिसिपलको निस्किनु बारेमा के बुझ्नुभयो त्यो भन्नु न मलाई, पार्टिसिप चोइको बारेमा। प्रसिद्धिका। Yes, sir. सो पार्टिसिप चोइ भनेको के रहेछ, हिजो मैले क्लासमा के भनेको थिएँ एकचोटि सर र भनिदिनुहोस् त। Particip subject verb verb को पछाडि पार्टिसिप चाहिँ लाउनु भबको पछाडि पार्टिसिप चोइ लगाउने। अरू अरू पार्टिसिप चोइ रेगुलर आफैमा भबको फर्म होइन। पार्टिसिपल चोइ भनेको त पास्ट पार्टिसिपल भने जस्तो आफ्नो आफैमा एउटा भबको फर्म हो नि। verb को ओ- ठाउँमा चाहिँ पार्टिसिप चाहिँ युज गर्ने ओके। ल ठिक छ, अलिअलि चाहिँ कन्सेप्ट ग्राप भएछ। सो मलाई लागि पनि रहेको थियो अलि भास्ट टपिक हो, अलि ठुलो टपिक हो, यत्तिकै सजिलो त बुझिँदैन। सो लेट्स आज पनि यही कुरालाई हामीले कन्टिन्यू गर्छौँ है त। फर्स्ट अफ अल म सर र हिजो पढेको कुरालाई रिभाइज गराउँछु र अलि धेरै चाहिँ आज हल्का प्र्याक्टिस त्यसरी गर्दैछौँ है त। सो पहिला प्रेजेन्ट पर्फेक्ट टेन्स भनेको पर्फेक्ट टेन्स रहेछ, जुन चाहिँ हामीले पास्टको एक्सन्सलाई जनाउनको लागि युज गर्छौँ। र दुईवटा कुरा ध्यान दिनु पर्दो रहेछ। एउटा कुरा एक्जुलरी भर्ब युज गर्नु पर्यो, अर्को कुरा भर्बलाई पार्टिसिप चोइमा राख्नु पर्यो। अब एक्जुलरी भर्ब आइदर
हाभेन अर जाइन हुन्छ। यदि यदि कुनै पनि मुभमेन्ट चेन्ज भनौँ न केही पनि चेन्ज आएको छैन जस्तो कन्डिसन जनाउँछ सेन्टेन्सले भने हाभेन भन्ने भर्ब युज गर्न सकिन्छ। भने जब कुनै पनि कुरामा चेन्ज आएको जस्तो जनाउँछ तब चाहिँ हामीले जाइन युज गर्न सकिन्छ है। तब चाहिँ हामीले आजको क्लास थोरै छोटो हुनसक्छ किनभने आज हाम्रो रिभिजन मात्र हो कि। खासमा कुरा के हो भन्दाखेरि मर्निङ क्लासको एउटा क्लास छुटेको छ क्या होइन। अनि मर्निङ क्लासको एउटा क्लास छुटेको कारणले मर्निङलाई र हजुरहरूलाई एकैचोटिसँगै मिलाउनको लागि चाहिँ यस्तो पनि गरे हो। अर्को कुरा भनेको पर्फेक्ट भनेको अलि भास्ट टपिक हो किनभने तपाईँले अब जब यो पर्फेक्ट पढ्नुहुन्छ नि तबदेखि लिएर तपाईँ जबसम्म दोएच भन्ने कुरा तपाईँको मुखमा छ तबसम्म चाहिँ जब पनि तपाईँले पास्टको कुरा गर्नुहुन्छ जब कुनै कुरा कम्प्लिट गरेको कुरा गर्नुहुन्छ हरेक कुरामा पर्फेक्ट लाग्छ। म त भन्छु त सबसे धेरै हामीले युज गर्ने भनेको अब जब हामीले नर्मल डिस्कसन हुन्छ त्यसमा पर्फेक्ट नै बढी युज गर्छौँ पर्फेक्ट र प्रेजेन्टको कुरा है त। सो बिस्तारी बानी पर्छ अहिले एक्कासी हात्तिनु परेन। अनि आज 15 मिनट छिटा सकिन्छ है। सो हाभेन अथवा जाइनको कुरा भयो र पास्ट पार्टिसिपलको कुरा गर्दाखेरि चाहिँ अब पास्ट पार्टिसिपल भनेको के हो कसरी बनाउने हामीले इङ्ग्लिसमा भब थर्ड भने जस्तै ठ्याक्क भबको एउटा फर्म हो। नर्मली भब एउटा माखन भन्ने एउटा भब छ भने माखन भन्ने भब छ भने अब त्यसलाई भब थर्डमा लग्दाखेरि गेमाक्ट भएको है। गेमाक्ट भएको हो भनेको भबको फर्म चेन्ज गरेर त्यसको रूप मात्र चेन्ज गरे हो मिनिङ एउटै लाग्छ। अब यसले टेन्स चाहिँ चेन्ज गरिदिन्छ भनेको प्रेजेन्टको भने कि पास्टको भने हो त टेन्स भनेको टाइमको कुरा चाहिँ चेन्ज गरिदिन्छ मिनिङ चाहिँ एउटै हो। सो रूप मात्र चेन्ज भयो जसरी म 10 वर्ष अगाडि अर्को कुरा अर्कै मान्छे थियो होला अर्को सानो बच्चा जस्तो थियो होला अहिले अलि म्याच्योर छु होला अझै जाँदाखेरि अझै म्याच्योर त्यसपछि म बुढो देखिन्छु होला भनेको टाइम अनुसार रूप चेन्ज हुन्छ नि। त्यस्तै यहाँ बुझौँ कि यो टाइमको कुरा जब पास्टको कुरा हुन्छ जब प्रेजेन्टको कुरा हुन्छ जब फ्युचरको कुरा हुन्छ त्यो टाइम अनुसार चाहिँ यिनीहरूको रूप चेन्ज हुन्छ। कहिले भगवानमा बस्छ जसरी माखन मात्र भयो अब पास्टको कुरा गर्दाखेरि के भयो त गेमाक्ट भयो। त्यो पास्टमा जाँदा त्यो फ्युचरमा जाँदाखेरि फेरि वेयरडेन माखन हुन्छ अब पछि पढ्छौँ यो त B1को कुरा हो। सो पछिको आउँछ त्यो कुरा चाहिँ फ्युचरको कुरा फ्युचर धेरै युज पनि हुँदैन त्यति त्यो एउटै कुरा मात्र हो सजिलो छ। मेन भनेको पास्टमा अब यही नै प्रेजेन्ट पर्फेक्ट टेन्स एकदम इम्पोर्टेन्ट छ है त। ल अब पार्टिसिप चोइको कुरा गरौँ। नर्मल्ली कुनै पनि सेन्टेन्समा भब सेकेन्ड पोजिसनमा बस्छ हामीलाई थाहा छँदैछ। तर दुईटा भब आयो भने एउटा भबलाई सेकेन्ड पोजिसनमा राखेर अर्को भबलाई लास्टमा लगिन्छ। र कुन भब सेकेन्ड पोजिसनमा बस्छ त यदि कुनै पनि मोडल भब आयो यदि कुनै पनि हाम्रो एक्जुलरी भब जाइन अथवा हाभन आयो भने चाहिँ हामीले त्यसलाई जहिले पनि सेकेन्ड पोजिसनमा राख्छौँ। र अर्को जुन भब छ त्यसलाई हामीले कहाँ लान्छौँ सेन्टेन्सको लास्टमा लान्छौँ राख्छौँ। र अब यहाँ पनि गर्ने सेम त्यही नै कुरा हो सेकेन्ड पोजिसनमा हाभन अथवा जाइन राख्ने तर जुन भबलाई हामीले लास्टमा लग्छौँ नि अब यो ल्यार्नेन भन्ने भबलाई हामीले लास्टमा लगाएछौँ भने अब यो ल्यार्नेनलाई अर्कै फर्ममा भनेको भब थर्डमा भनेको पार्टिचिप चोआईको फर्ममा राख्नुपर्छ। सिर्फ फरक त्यति हो। र अब हाभेन राख्ने कि जाइन राख्ने भन्ने कुरा यो यदि पुरै सेन्टेन्सले केही कुरा चेन्ज भएको कुरा स्टेट मतलब चेन्ज भएको मुभमेन्टवाला त्यस्तो केही पनि देखाउँछ भने जाइन युज गर्ने। तर त्यस्तो मुभमेन्ट भएको चेन्ज भएको स्टेट चेन्ज भएको कुरा देखाउँदैन भने हाभन युज गर्ने। द्याट्स सो इजी है। सुरुमा सुन्नेको भएर अप्ठ्यारो लाग्न सक्छ बट जति युज गर्नुहुन्छ एकदम इजी हुँदै जान्छ। इस हाभ अ गेल्यान्ड लर्नेन भनेको पढ्नु हो। आई हेभ लर्न्ड मैले पढिसकेँ क्या आई हेभ लर्न्ड। त्यस्तै अब इस हाभ अ आइन बुक गेलेजेन हाभ सेकेन्ड पोजिसनमा भयो। बुक पढ्नु भने त कुनै मोसन या केही पनि चेन्जको कुरा होइन नि त। सो केही पनि कुरा मोसन चेन्ज या मुभमेन्टको कुरा आउँदैन भने अब नर्मल्ली हाभन युज गरियो र इसँग हाभ भयो। गेलेजेन कसरी भयो त लेजेनको लेजेन्ड भनेको इरेगुलर भर्ब हो याद छ भने लेजेन्ड भनेको इरेगुलर भर्ब हो। र इरेगुलर भर्बमा हामीले के गरेका थियौँ अगाडि जिई थपेका थियौँ र पछाडिको लास्टमा इएन थियो बिचको पार्ट अब हल्का चेन्ज हुनसक्छ जस्तै लेजेन्डको त लेजेन्ड नै भयो अरूको चाहिँ चेन्ज हुन नै सक्छ नहुन नि सक्छ। हजुर भन्नुहोस् सुजन। सर मुभमेन्ट चेन्ज भएको बेला के युज गर्ने भन्नुभएको? जाइन भर्ब जाइन भनेको इज एम आर इस्ट बिन डु बेस्ट वियर जिन्ड यो अनि एआरजिएस इस्ट
यो भवहरूलाई हामीले जाइन भव भन्छौँ, इङ्ग्लिसमा इजएमआर भने जस्तै। बुझ्नुभयो? हजुर सर। जस्तै फर इक्जाम्पल, म पोखरा जान्छु भन्नु पर्यो भने के हुन्छ ल, यहाँ हेरौँ है, यहीँबाट बुझिन्छ है, अझै कन्सेप्ट क्लियर हुन्छ, एकदम इम्पोर्टेन्ट छ, ख्याल गर्नुहोस्, कन्सेप्ट यहाँबाट क्लियर हुन्छ। त म पोखरा जान्छु, आई एम गोइङ टु पोखरा। जहिले पनि पोखरा किन जाने है स्याङ्जा? जहिले पनि पोखरा जान्छु भन्छ। ओके, आई एम गोइङ टु स्याङ्जा भने मैले है, ठिक छ। अब यसलाई हामीले द्वैतमा लेख्दाखेरि कसरी लेख्थ्यौँ ल, मलाई भन्नुहोस् त, नर्मल प्रेजेन्टमा आई एम गोइङ टु स्याङ्जा भन्नु पर्यो। ल बिमला हजुरले भन्नुहोस्, आईलाई के भन्छ? इस। इज। अब सेकेन्ड पोजिसन कसको हो? हजुर। सेकेन्ड पोजिसन कसको? अब सेकेन्डमा के लेख्नु पर्छ? गोइङ। ओ, सेकेन्ड पोजिसनमा जहिले पनि भवको हो, ठिक छ। सो गेहेन, अब गेहेनको इसँग गेह हुन्छ है त। अब टु भनेको नाक भयो, एउटा स्पेसिफिक डेस्टिनेसन छ, नाक युज गर्नु पर्यो। इसके नाक, इसके नाक स्याङ्जा। स्याङ्जा। जानुभएछ कहिले? ओके। नाइ। ओके, सायद भविष्यमा जानुहुन्छ होला। ओके, इस्गियानाक स्याङ्जाको कुरा भयो है त। ल, आइएम गोइङ टु स्याङ्जा, इस्गियानाक स्याङ्जा है त। अब यसलाई मैले म स्याङ्जा, अब फर इक्जाम्पल म त गइसकेको छु है त, म गइसकेको छु भने नि मैले कसरी भन्नु त, पास्टमा भन्नु पर्यो नि। अब गेहेन भन्ने भाव छ, गेहेन भनेको मोसन जनाउँछ कि जनाउन्न, जानु भनेको, यस अर नो? यस। सो यस। मोसन गराउँछ भने चाहिँ हामीले जाइन भब युज गर्नु पर्यो, हो कि होइन? अब हामीले के युज गरेका छौँ? सब्जेक्ट इस युज गरेका छौँ। इससँग के हुन्छ? बिन, हो कि होइन? इस बिन ना। अब अर्को यो जुन गेहेन छ, यसलाई त लास्ट पोजिसनमा राख्ने हो, सो पछाडिको पार्ट लेखिहालौँ, नाक एसओएनजिजे स्याङ्जा। अब के हुन्छ त, गेहेन भनेको एउटा इरेगुलर भर्ब हो, गेहेन भनेको इरेगुलर भर्ब हो। सो अगाडि गे राख्नुपर्छ, बिचमा केही पार्ट हुन्छ र लास्टमा इएन हुन्छ। बिचमा के पार्ट हुन्छ यो चाहिँ पढेर नै थाहा हुन्छ है त। गे गाङ्गन, गे गाङ्गन, इस बिन नाक स्याङ्जा गे गाङ्गन। यहाँ पोजिसनको चेन्जको कुरा आयो, त्यही भएर यस्तो भयो है त। तर तर अब वी आर वाचिङ अ मुभी इन सिनेमा हल, द सिनेमा हल है। हामी एउटा मुभी हेर्दैछौँ, ओके, वी आर वाचिङ अ मुभी भन्दाखेरि यसलाई द्वैतमा भन्दाखेरि के हुन्छ ल, कसैले ट्राई ल, प्रसिद्धिका हजुरको पालि, वीलाई के भन्ने अब? प्रसिद्धिका, उयो। वी, अनि अब वाचिङ हेर्नुलाई के भन्छ? जेहेन होइन, हेर्नु, वी आर जेहेन। अब डेयर फिल्म हो, डेयर फिल्म भनेपछि अब यहाँ, अब यो के हेरेको त? फिल्म हेरेको, मुभी हेरेको भन्दाखेरि अब आकुजाटिपको कुरा भयो। सो आइनेन, डेयरको डेन, डेनको आइनेन, आइनेन फिल्म कहाँ हेरेको त? इन्स किनो, किनो। वी आर सिनेमा। जेन आइनेन फिल्म इन्स किनो भयो है त। वी आर वाचिङ अ मुभी इन सिनेमा हल है त, यो भयो नर्मल सेन्टेन्स। अब यसलाई जब पास्टको कुरा गराइन्छ, पास्टको कुरा गर्दा हाम्रो यहाँ भब कुन हो? जेन हो, भनेपछि यो लास्टमा जानु पर्यो होइन। अब यहाँ के आउनु पर्यो त, हावन भव आउनु पर्यो कि जाइन भव आउनु पर्यो, पहिला त भन्नुहोस् त प्रस्तिका। साइन। किन जाइन? मुभी हेर्दाखेरि केही पनि कुरा चेन्ज भएको छ? वाचिङ हेभन, हेभन। हावन भयो है त। सो हावन युज गर्नुपर्छ भने चाहिँ अब वियसँग के हुन्छ त? हावनको विय हावन नै हुन्छ कि किन? विय हावन
आइनन, अब हुन्छ। पछाडिको जस्ताको त्यस्तै लेखिदिने, भवलाई मात्र लास्टमा लाने अनि आइनन फिल्म इन किनो, किनो जेहेनको के हुन्छ त पास्टमा? जेहेन पनि एउटा इरेगुलर भर्ब हो। इरेगुलर भर्ब भने चाहिँ अगाडि जिई हुँदो रहेछ, बिचमा के न के पार्ट हुन्छ त्यसको, त्यसपछि लास्टमा इएन हुन्छ। यो कुरा हामीले रुलमा पढ्या हो। बिचको पार्ट के हो त? एउटा यो अब जेहेनको यास इ याच मात्र छ भनेपछि गेजेहेन, गेजेहेन नै हुन्छ। यो चाहिँ अब पढ्न नै पर्छ है, जेहेनको गेजेहेन भनेर आफै याद गर्ने यति हो कि लास्टमा इएन र अगाडि जी हुन्छ, अब यो बिचमा के हुन्छ भन्ने कुरा एक्ज्याक्टली भन्न मिल्दैन कि, एउटा रुल छैन कि, एउटा फिक्स्ड रुल छैन कि, है त। सो अब हामी तेरी की यार, हट न, ल हामी फिल्म कता हो भाइ, अँ, हामी फिल्म हेर्छौँ, है त। हामीले हामी एउटा फिल्म सिनेमामा हेर्छौँ अथवा हेर्दैछौँ। अब पास्टको कुरा, अस्ति हामीसँग गएको थियौँ अनि सिनेमामा मुभी हेरेर आएको भन्नु पऱ्यो भने कसरी भन्नुपर्छ? वी हेभ एन आइरन फिल्म इन किनो गेजेन, हेऱ्यौँ, है त। तर कुनै पनि चेन्जको कुरा आउँछ भनेपछि स्पिन नाक्स्याङ्जा गेगाङ्गन, है त। पहिलो कुरा कन्सेप्ट क्लियर भयो कि भएन, मैले भनेको बुझ्नुभयो यस सर। सबैले? Yes. ओके। सो अब जस्तै यहाँ हेरौँ है त, फेरि त्यस्तै कुरा, माथि यो बुक पढ्नु भनेको केही पनि चेन्ज आएको थिएन, सो हाभन युज गऱ्यौँ। अब त तल जाइनको कुरा छ है। अब फारेन भनेको ड्राइभ हो, फारेन भनेको ड्राइभ हो, फारेन पनि एउटा इरेगुलर भयो हो, सो लास्टमा इएन अगाडि जिई, है त। इस बिन गेफारेन, आई हेभ ड्रिभन, इस बिन, ल इस बिन नाक, इस बिन नाक दार्चुला, इस बिन नाक दार्चुला गेफारेन, आई हेभ ड्रिभन टु दार्चुला, म दार्चुलाको लागि ड्राइभ गरेँ भन्नु। ड्राइभ गर्नु भनेको त एक ठाउँबाट अर्को ठाउँमा जानु हो नि त, हो नि। सो मोसन के अरे चेन्ज भयो, सो बिन भयो, है त। अब त्यस्तै त्यस्तै, अब हि हेज गन होम, ऊ घर गयो भनेर पास्ट भन्नु पर्यो नि। घर जानु भनेको जाइन भब युज गर्नु पर्यो, एआरसँग इस्ट लाग्छ। र यहाँ जुन गेहेनको भब छ, अब कहाँ भन्दा घर भनेपछि ना खाउज, किन एउटा स्पेसिफिक डेस्टिनेसन छ भनेपछि टु भनेको एउटा चु हुन्छ, अर्को नाक हुन्छ। एउटा फिक्स्ड डेस्टिनेसन यही नै भन्ने गर्छ, जस्तै स्याङ्जा एउटा फिक्स्ड डेस्टिनेसन हो नि, भयो त्यो नाक भयो। तर म अब एउटा फिक्स डेस्टिनेसन छैन, म यता जान्छु उता जान्छु भन्ने तरिकाले भन्नु पर्यो भने चाहिँ चु युज गरिन्छ। दुइटैको मिनिङ टु नै हो, है त। र अब गेहेनको के भयो त? गेगाङ्गेन भयो, ए इस्ना खाउज गेगाङ्गेन, ल। अब तपाईँहरूले याद राख्नु पर्यो के भन्दाखेरि कुनै पनि कुरालाई, कुनै पनि भवलाई पार्टिसिप चोइ बनाउनको लागि यदि रेगुलर भव हो भने, रेगुलर भव हो भने सिम्पल छ, अगाडि जिई थप्देऊ, पछाडि टी अथवा इटी राखिदेऊ, बिचको जुन भेब स्टाम्प छ नि यसको, जस्तै स्पिलेनको मेन पार्ट के हो? स्पिल हो। आर्बाइटेनको आबाइट हो, यो पार्टलाई चाहिँ हो यहाँ बिचमा राख्ने। र टी कहिले लाउने, इटी कहिले लाउने? यदि यो जुन भेब स्टाम्प छ नि यो बिचमा राखेको पार्ट, यसको लास्टमा टी अथवा डी अथवा याम आयो भने चाहिँ इटी लगाउने, नाइ भए जहिले पनि टी लगाउने। सिम्पल छ है। जस्तै स्पिलेन गे स्पिल्ड, आबाइटेन गे आबाइटेड, माखन गे माक्ड, जुखन गे जुक्ड, धेरै हुन्छ भवहरू, अरू त के हुन्छ हुन्छ। ल्यार्नेन गे ल्यान्ड, है त। के भयो त? अगाडि गे छ, लास्टमा टी छ, बिचमा जुन भवको मेन पार्ट थियो, जस्तै ल्यार्नेनको के भयो? ल्यान्ड भन्ने मेन पार्ट हो, गे छ ल्यान्ड राख्यो टी राख्यो, गे ल्यान्ड। यो कुरा बुझ्यो कि बुझिएन? पहिलो कुरा यो एउटा रुल हो। सर यो चाहिँ हल्का कन्फ्युजन रहेछ। यो कन्फ्युजन होइन, हजुरहरू कन्फ्युज भयो है। ल हेर्नु है, सजिलो छ, केही पनि छैन। जुन त्यो भब छ नि, जस्तै फर इक्जाम्पल ल मैले यहाँ एउटा माखन भन्ने भब लिएँ, माखन भनेको टु डु हो, हामी सबलाई थाहा छँदैछ है त। माखनलाई भन्ने भब लियो भने यसलाई पार्टिसिप चोइ गराउनको लागि जब रेगुलर भब आउँछ नि, रेगुलर भ्याबेनको कुरा आउँछ नि, तब हामीले सिर्फ यति गर्ने हो, अगाडि गे राख्ने, त्यसपछि भ्याबको स्टाम राख्ने भनेको भबको मेन पार्ट, र पछाडि टी, टी टी अथवा इटी राख्ने। जसरी हामीले त्यो कन्जुगेट गर्दाखेरि टी अथवा इटी राखेका थियौँ नि, याद छ? हो त्यसरी नै। अब भ्याबको स्टाम्प कसरी थाहा पाउने त? भ्याबको स्टाम्प थाहा पाउनु कति सजिलो छ। जस्तै माखन भयो, माखनको इएन हटाइदिएपछि भ्याबको स्टाम्प आयो, त्यसपछि
ल्यार्नेन भयो, ल्यार्नेनको इएन हटाइदिएपछि भ्याबको स्टाम आयो। अब त्यसपछि के भयो त अर्को? ल स्पिलेन भयो, एसपिआइइएलएन, स्पिलेन भयो। स्पिलेनको इएन हटाइदिएपछि, जुन इएन हटाएपछि भ्याबको मेन पार्ट आउँछ। र यही मेन पार्टलाई यहाँ बिचमा राख्नुहोस् त। अब विचार गर्नुहोस् त, अब यही पार्टलाई यहाँ मेन पार्टमा लगाएर राख्नु त। यहाँ अब गे मार्क्ड, गे मार्क्ड, गे ल्यान्ड, गे स्पिल्ड, है त? यो कुरा बुझ्नुभयो सुजन? सुजन, सुजन, अनि बुझे छैन भने बुझे छैन भने बुझ्यो नै भन्नुपर्छ, छैन? अझै पनि बुझ्दैन हो सुजन? प्रस्तिका बिमला यो कुरा बुझ्यो कि बुझिएन? बोल्नु त पर्यो नि। म अन्तर्यामी त होइन नि त। कसरी थाहा हुन्छ मलाई? यस सर। हो यस्तो ढक्क भएर भन्नु पर्यो नि। ल है त। सो यो कुरा बुझ्नुभयो भनेपछि अब इरेगुलर भावको कुरा। रेगुलर भावमा हामीले के गरेको थियौँ? गे गरेको थियौँ, बिचमा भ्याबको स्टाम थियो, लास्टमा टी। अब कुनै कुनै कन्डिसनमा चाहिँ इटी पनि लाग्छ, है त? तर म्याक्सिमम् 90% केसमा चाहिँ टी, कुनै कुनैमा चाहिँ इटी, है त? अब गरौँ इरेगुलर भावको कुरा। जब इरेगुलर भावलाई पार्टिसिप चोइ बनाउनु पर्छ, इरेगुलर भावलाई पार्टिसिप चोइ बनाउनु पर्छ, तब चाहिँ हामीले अगाडि गे थप्छौँ, लास्टमा इएन हुन्छ। र यो जुन मेन बिचको पार्ट छ नि, त्यसको भवेल चाहिँ चेन्ज हुन्छ क्या अफन। धेरै जसो, है, सधैँ होइन नि, धेरै जसो भवेल चाहिँ चेन्ज हुन्छ। फर इक्जाम्पल, यहाँ अब यो गेनको गे भन्ने मेन पार्ट हो, ठिक छ? के भन्ने मेन पार्ट हो। अब यदि यसलाई पार्टिसिपेट चोइ बनाउनु थियो भने के हुन्थ्यो? अब गे जिएच, गे गे हेन हुनुपर्ने है, गे गे हेन हुनुपर्ने। अब यो जुन गेको ठाउँमा के आयो त यहाँ बिचमा? अब गाङ्ग आयो क्या, गाङ्ग आयो। अगाडि गे छ, पछाडि इएन छ, बिचको जुन पार्ट छ त्यसमा के आयो त? गाङ्ग आयो। जेन अब फेरि सबैमा चेन्ज हुन्छ भन्ने पनि छैन है। कुनैमा चेन्ज हुन्छ, कुनैमा चेन्ज हुँदैन। त्यही भएर यसलाई इरेगुलर भब बनायो हो, रेगुलर प्याटर्न फलो नगर्ने भएर। र यसलाई चाहिँ राम्ररी आफैले पढेर प्र्याक्टिस नगर्दासम्म आउँदैन, है त? जस्तै अब जेन, जेन भनेको हेर्नु। अब हेऱ्यो भन्नलाई के बनाउनु पर्यो त? अगाडि गे भयो, पछाडि इएन भयो, जेनको चाहिँ यही जे नै ट्याक्क आएर बस्यो यहाँ, हेर्नु त, जे। अगाडि गे, पछाडि इएन, जे। ट्रिङ्केन, ट्रिङ्केन भनेको पिउनु, है त? अब अगाडि गे, पछाडि इएन। यो अब टिआरआइएन के थियो नि त? अब हो, यो आईको ठाउँमा चाहिँ यु आएर बस्यो कि, हेर्नु त, भोकाल चेन्ज भयो, भोकाल भन्न आएछ। भवेल चाहिँ चेन्ज भयो, भवेल चाहिँ चेन्ज भयो, भोकाल नै हुन्छ, है त? सो अनि कुनै कुनै भव हुन्छन् महानुभावहरू जुनले चाहिँ कहिले इरेगुलर कहिले रेगुलर जस्तो या दुइटैको मिक्स फिचर लेख्छ, है त? जसमा चाहिँ के गर्नु पर्यो? अगाडि गे पनि राख्नु पर्यो, पछाडि टी पनि राख्नु पर्यो, यसको जस्तो। र यो रेगुलर भावको जस्तो काम गर्छ यसमा चाहिँ। र बिचको जुन पार्ट छ त्यसमा फेरि यो इरेगुलर भावको उस लिएर आउँछ, भनेको भोकल चेन्ज पनि गर्छ, बिचको पार्ट पनि चेन्ज हुन्छ। अनि यो हेर्दा माथिको उस हेर्दाखेरि चाहिँ फेरि रेगुलर भावको जस्तो, बिचको पार्ट चाहिँ इरेगुलर भाव जस्तो चेन्ज गर्छ, अगाडि पछाडिको पार्ट चाहिँ रेगुलर भाव जस्तो चेन्ज गर्छ। अहिले यो दिमागमा धेरै कुराहरू घुम्या होला। वो के अरे सेन्टेन्स वर्ड्सहरू हेरेपछि अलि क्लियर हुन्छ है। ल, words in perfect sentences. In perfect sentences, the participle choice always goes to the end of the sentence. Participle choice जहिले पनि कहाँ जान्छ? लास्ट। फर इक्जाम्पल, रेगुलर भर्ब विथ हाभेन, है त? हाभेन भन्ने भर्ब र रेगुलर भर्ब। ल, इस हाब फुटबल गेस्पिल्ट, स्पिलनको के भयो? भर्ब। पहिलो कुरा के ध्यानमा राख्नु पर्यो? दुईटा कन्डिसन पुरा हुन्छ। फर्स्ट कन्डिसन, एक्जुलरी भर्ब आइदर जाइन अर हाभेन युज गर्नु छ। सेकेन्ड कन्डिसन, जुन भर्ब छ त्यसलाई लास्ट पोजिसनमा पार्टिसिप चोइको रूपमा राख्नु छ, पार्टिसिप चोइको रूपमा राख्नु छ, है त? अब यो हाभन भर्बको कन्जुगेसन इससँग इस हाब भयो। स्पिलेनको पार्टिसिप चोइ के हो त? स्पिलेन भनेको कस्तो भर्ब हो? स्पिलेन भनेको रेगुलर भर्ब हो। रेगुलर भर्ब भनेपछि अगाडि जिई, लास्टमा टी, स्पिलनको बिच पार्ट चाहिँ एसपिआइइएल, के भयो त? गेस्पिल्ट भयो, गेस्पिल्ट। सो पार्टिसिप चोइलाई लास्टमा ल्याएर राख्यौँ। त्यस्तै जब इरेगुलर भर्बको कुरा आउँछ र जाइनसँग कुरा आउँछ, जाइन भनेको कहिले आउँछ?
जब पोजिसन चेन्ज भयो। र फ्लिगेन भने के हो? उड्नु। उड्नु भनेको पोजिसन चेन्ज हो कि होइन? उड्ने भनेर एकै ठाउँमा थपक्क त बस्दैन, पोजिसन चेन्ज हुन्छ है त। सो यार इस नाग दोइचल्यान्ड गेफ्लोगेन, ऊ चाहिँ जर्मनीको लागि उड्यो, जर्मनीको लागि उडेर गयो, उडेर पनि गइसक्यो, भ्याइयो, पास्टमा हो त्यो भने। अब पोजिसन चेन्ज भएको छ, सेकेन्डमा हामीले एक्जुलरी भर्ब जाइन भर्ब राख्नु पर्यो, इस्ट भयो होइन। अब यो फ्लिगेन भनेको इरेगुलर भर्ब हो। फ्लिगेन भनेको इरेगुलर भर्ब भने इरेगुलर भर्बमा के गर्नु पर्यो? अगाडि जी राख्नु पर्यो, लास्टमा इएन राख्नु पर्यो। तर यो बिचको जुन फ्लिगेनको त के हुन्छ? एफएलआइइजी फ्लिग हुन्छ नि त, यो इएन छुट्टै हो। यो फ्लिग चाहिँ यहाँ राख्नुपर्ने, तर के भयो त अब? फ्लोग हुन्छ हो, यो आइई को ठाउँमा के आयो त? ओ आयो। यसरी नै चेन्ज हुन्छ बिच बिचको कुराहरू। र के भन्यो त अब? गेफ्लोगेन, ए स्नाक दोइचल्यान्ड गेफ्लोगेन, ऊ जर्मनीको लागि उडिसक्यो, उडिसक्यो, पास्टको कुरा हो। सो भनेको बुझ्नु भएको छ कि छैन? Yes, sir. बुझेछ भने अब यस सर। अब एउटा कुरा यहाँ अझै कुरा थप्छु। अब के थप्छु भन्दाखेरि भवको कुरा त यो भयो। यो पार्टिसिपेट चोइस बनाउनु चाहिँ अलि तपाईँहरूको लागि अलि अप्ठ्यारो हुनसक्छ सुरुमा, बट एकचोटि जानेपछि एकदम रमाइलो छ है। पार्टिसिपेट चोइस बनाउन हामीले के हेऱ्यौँ? रेगुलर भर्ब हेऱ्यौँ, हामीले इरेगुलर भर्ब हेऱ्यौँ। रेगुलर भर्बमा के गरेको थियौँ? जी गऱ्यौँ, बिचको पार्ट भेब स्ट्याम्प राख्यौँ होइन, भेब स्ट्याम्प भिएस लेखिदिन्छु, पछाडिको पार्ट चाहिँ टी अथवा इटी राख्यौँ। त्यसमा के गऱ्यौँ? गे गऱ्यौँ, बिचको चाहिँ पार्ट हल्का चेन्ज हुन्छ, लास्टमा चाहिँ के आउँछ? इएन आउँछ भन्ने कुरा हेऱ्यौँ। तर यसभित्र पनि अझै हेर्ने हो भने, यसभित्र पनि अझै हेर्ने हो भने अर्को कुरा आउँछ, अर्को कुरा आउँछ। हाम्रो अर्को टाइपको कस्तो भर्ब थियो? एउटा ट्रेन बार भर्ब थियो, एउटा ट्रेन बार भर्ब थियो, अर्को थियो निस ट्रेन बार भर्ब। यदि ट्रेन बार भर्ब छ, फर इक्जाम्पल ल आइन लाडेन, आइन लाडेन अहिले अहिले नभनौँ, कमन कम्स, अनकमन, ल अनकमन, अनकमन नै नभनौँ, तपाईँहरूलाई अप्ठ्यारो हुन्छ। अहिले सिम्पल आउस गेनबाट सुरु गरौँ, किनभने तपाईँलाई त्यसको कन्सेप्ट छ। आउस गेन, आउस गेन भन्ने एउटा भव छ है त। अब यो एउटा ट्रेन बार भव हो, यो एउटा ट्रेन बार भव हो। ट्रेन बार भवमा के हुन्छ भनेको थिएँ मैले? यो अगाडिको जुन आउस भन्ने प्रिफिक्स छ, यो चाहिँ छुट्टिन्छ, हो कि? अब यसलाई कसरी पार्टिसिप चोइ बनाउने त? यसलाई कसरी पार्टिसिप चोइ बनाउने भन्दाखेरि यो ट्रेन बार भवको मेन पार्ट के हो? मेन पार्ट, मेन पार्ट त गेहेन हो नि खासमा। आउस त छुट्टिएर पछाडि जाने पार्ट हो कि होइन? हो। सो मेन पार्ट गेहेन हो भनेपछि अब गेहेनको जे हुन्छ, गेहेनलाई जसरी हामीले पार्टिसिपेट चोइ बनाउन सकिन्छ त्यही नै हुन्छ। भनेपछि यसको के हुन्छ त? गेहेन भनेको के हुन्छ? गेहेनको पार्टिसिपेट चोइ के हुन्छ? गेगाङ्गेन हुन्छ, गेगाङ्गेन हुन्छ। र आउस चाहिँ जस्ताको तस्तै बिचमा चाहिँ गे हे आयो, यो गे आयो, आउस गेगाङ्गेन। यो जुन मेन पार्ट छ त्यसलाई मात्र चेन्ज गर्ने, त्यसलाई मात्र चेन्ज गर्ने। यो कुरा बुझ्यो कि बुझ्एन? जस्तै फर इक्जाम्पल म दिन्छु, यहीँ यहाँ हेर्नुहोस्। अब हेर्नुहोस्, पछाडि इक्जाम्पलमा छ ट्रेन बार भएको कुरा है। यहाँ हेर्नुहोस्, जस्तै ल एउटा ट्रेन बार भएको छ, सिम्पली केनेन ल्यार्नेन, केनेन छुट्टै हो, ल्यार्नेन छुट्टै हो है, केनेन छुट्टै हो, ल्यार्नेन छुट्टै हो। केनेनलाई जस्तो अगाडिको पार्टलाई जस्तोको तस्तै राख्यौँ। ल्यार्नेनको के हुन्थ्यो त? गेल्यान्ड हुन्थ्यो, यहाँ चाहिँ गेल्यान्ड राख्यौँ है त। अब यो पास्ट भयो है। अब त्यस्तै त्यस्तै अर्को यहाँ ल ल ल ल ल यहाँ हेर्नुहोस्, मिट ब्रिङ्गेन, मिट र ब्रिङ्गेन छुट्टिने कुरा हो। मिट र ब्रिङ्गेन ट्रेन बार भयो, अब छुट्टिन्छ है, छुट्टिन्छ भने अब मिटलाई जस्ताको जस्तै राख्यौँ। ब्रिङ्गेनको के थियो? गेब्राक्ट हुन्थ्यो, ब्रिङ्गेनको के हुन्थ्यो? गेब्राक्ट, किनभने मिक्स्ड भर्ब हो, अगाडि जी र लास्टमा टी हुन्छ, बिचको पार्ट चाहिँ इरेगुलर भर्ब जस्तो चेन्ज हुन्छ है त। त्यस्तै अर्को इरेगुलर भर्ब छ नेमेन। अब यहाँ हेर्ने हो भने मेन पुरा हेर्ने हो भने मिट नेमेन छ, तर यसको मेन पार्ट के हो त? नेमेन हो है त, नेमेन हो। सो अब नेमेनको पार्टिसिपेट चाहिँ के हुन्छ त? गेनोमेन हुन्छ, गेनोमेन भन्छ। अब मिट जस्ताको जस्तै पछाडिको मेन पार्टलाई चाहिँ पार्टिसिप चाहिँ बनाउने। बुझ्नुभयो यो कुरा? ट्रेन बार भर्बको कुरा।
ट्रेन बाह्र भावको कुरा बुझ्नुभयो? Yes, यस sir. सर। ट्रेन बाह्र भावको कुरा बुझ्नुभयो? अब निस्ट्रेन बाह्र भावको हेरौँ है त। हामीले के भनेको थियौँ हजुरहरूलाई याद छ भने ट्रेन बाह्र भाव भनेको त छुट्टिने भावहरू भइगयो होइन। यस्तो भाव जुन चाहिँ छुट्टिन्छ त्यसलाई हामीले ट्रेन बाह्र भाव बनाएको थियौँ। अब नछुट्टिने भावहरू कस्तो कस्तो भाव थियो त? यस्तो भाव जसको अगाडि बे छ, जसको अगाडि गे छ, जसको अगाडि फ्यार छ, जसको अगाडि एयर छ, जसको अगाडि एम छ, जसको अगाडि एन्ड छ, जसको अगाडि अरू पनि छ है, धेरै कुराहरू छ बट ल इम्पोर्टेन्ट हामीले यति भन्यौँ। ल युभ पनि छ, ल युभ उन्ट, ठिक छ। ल यस्तो भावहरूलाई हामीले के भनेको थियौँ? निस्ट्रेन बाह्र भाव भनेको थियौँ, नछुट्टिने भाव भनेको थियौँ। जस्तै फर इक्जाम्पल यहाँ हामीले हेर्ने हो भने, इक्जामको लागि हामीले यहाँ हेर्ने हो भने जस्तै ल बेस्टेलेन बेचालेन धेरै छ, ल बेस्टेलेन र बेचालेन है त। अब जब निस ट्रेन बाह्र भावको कुरा आउँछ नि, ट्रेन बाह्र भावमा के भयो, हामीले जुन मेन पार्टमा थियो त्यसमा गे थप्यौँ या भनौँ मेन पार्टलाई पार्टिसिप चाहिँमा लग्यौँ, अरू जस्ताको तस्तै राख्यौँ। निस्ट्रेन बाह्र भाव झनै सजिलो छ, झनै सजिलो, केही पनि गर्नु पर्दैन। त्यसको लास्टको इएन हटाएर टी राखिदिए हुन्छ, सिम्पल। लास्टको इएन हटाइदेऊ, टी राखिदेऊ। बेचालेन भनेको तिर्नु, बेचाल्ट भनेको तिरिसकेको। बेस्टेलेन भनेको तिर्नु, के अरे अर्डर गर्नु, र अब यो इएनको ठाउँमा टी राखिदिने, सिम्पल। बेस्टेल्ट भनेको अर्डर गरिसकेको किनभने यो निस्ट्रेन बाह्र भयो है, निस्ट्रेन बाह्र भयो। तर यहाँ ट्रेन बाह्र भयो चाहिँ हेर्नुहोस् ल, काउफेन, काउफेनको के हुन्छ? आइन काउफेन, सरी आइन काउफेन। आइन र काउफेन छुट्टा छुट्टै पार्ट हो है त। अब यो काउफेनको के हुन्छ त? गे काउफ्ट हुन्छ, किन काउफेन भनेको एउटा रेगुलर भर्ब हो। रेगुलर भर्बमा अगाडि गे थप्नु पर्यो, पछाडि टी थप्नु पर्यो, र यसको मेन पार्ट कुन हो त? काउफ हो, र यो बिचमा राख्नु पर्यो। के भन्यो त? गे काउफ्ट भयो। यसलाई गे काउफ्ट भयो, आइनलाई जस्ताको तस्तै राख्यो है त, जस्ताको तस्तै राख्यो। तर अर्को ल ल फेयर काउफेन, फेयर काउफेन भनेको एउटा निस्ट्रेन बाह्र भयो, नछुट्टिने भयो है त, किनभने फेयरको पार्ट छुट्टिँदैन, यी फेयर गे बे छुट्टिँदैन। फेयर छुट्टिँदैन भनेपछि अब अरू केही पनि हेर्ने होइन, सिर्फ यो लास्टको इएन हटाइदिने, यसको ठाउँमा टी ल्याएर राख्ने, सिम्पल सिम्पल। बुझ्नुभयो यो कुरा? तर ल हेर्नुहोस् है, यहाँ ट्रेन बाह्र भएको छ, जस्तै आनफाङ्गेन, आनमेल्डेन, यो के हो त? ट्रेन बाह्र भयो, छुट्टिने भयो। आन छुट्टिन्छ नि। अब तर यो बिचमा चाहिँ के आउँछ है? अब यो जुन अगाडि आन छ जस्ताको तस्तै, अब हो यो पछाडिको पार्ट चाहिँ चेन्ज भयो। यो आन चाहिँ जस्ताको तस्तै यो हो, यो पछाडिको पार्ट चाहिँ चेन्ज भयो। मेल्डेनको गेमेल्डेट, फाङ्गेनको गेफाङ्गेन है त, हो त्यो पछाडिको पार्ट चाहिँ चेन्ज हुन्छ है त। त्यस्तै ल हेर्नुहोस् यहाँ आउ फ्योरेन, आउ फ्योरेन, आउफ अगाडिको जस्ताको तस्तै, हेरेनको गेहेड। त्यसको मिनिङहरू त त्यो चाहिँ तपाईँहरू आफैले लेख्नुहुन्छ, किनभने मैले सबै दिनदिनै भन्यो भने त्यति याद हुँदैन क्या, आफैले खोज्यो भने धेरै याद हुन्छ। तर कुनै कुनै यस्तो भावहरू पनि हुन्छ, यस्तो भावहरू पनि हुन्छ जुन चाहिँ एकदमै जिद्दी हुन्छ, मैले जे भन्यो भने म मान्दिनँ भन्छ, र जस्ताको तस्तै बस्छ। यी बेकोमेनको बेकोमेन नै हुन्छ, बेकोमेनको बेकोमेन नै हुन्छ। यस्तो कुनै कुनै भाव छ, धेरै छैन। ओके, सो अब हामीले के बुझ्यौँ त भन्दाखेरि, हामी सिर्फ यो पर्फेक्ट बनाउनेको एउटा पार्ट पढेको छौँ। पर्फेक्ट बनाउनलाई दुईवटा कुरा ध्यान दिनु पर्दो रहेछ। एउटा भनेको एक्जुलेट भर्ब जाइन अथवा हाभेन, यदि सेन्टेन्सले के पनि चेन्ज मुभमेन्ट देखाएको छ भने जाइन अथवा हाभेन राख्नु पर्यो कन्डिसन अनुसार। पछाडि भनेको पार्टिसिप चोइलाई चाहिँ लास्टमा राख्नु पर्यो। अब पार्टिसिप चोइ कसरी बनाउने? यदि त्यो भर्ब रेगुलर भर्ब हो भने गे थप्ने, पछाडि टी थप्ने, सिम्पल। भेब स्टाम्पलाई बिचमा राखिदिने, गे र टी, सिम्पल। यदि इरेगुलर भयो भने गे थप्ने, गे राख्ने अगाडि, लास्टमा इएन राख्ने, बिचको पार्ट चाहिँ हल्का चेन्ज हुन्छ, भब बन्द, भब बन्द। यदि ट्रेन बाह्र भब हो भने त्यसको अगाडिको जुन प्रिफिक्स हुन्छ, जुन छुट्टिने पार्ट हुन्छ, त्यो छुट्टिने पार्टलाई के पनि नचलाउने, पछाडिको पार्टलाई चेन्ज गर्ने, त्यो छुट्टिने पार्टलाई जहाँको त्यहीँ राख्ने। यदि निस्ट्रेन बाह्र भब हो भने, निस्ट्रेन बाह्र भयो भने केही पनि गर्नु पर्दैन, सिर्फ इएनको ठाउँमा टी राखिदिए हुन्छ, इएनको ठाउँमा टी राखिदिए हुन्छ है त। तर अझ एउटा कुरा छ जुन चाहिँ मिसिङ भयो, एउटा कुरा मात्र छ है। जस्तै कुनै कुनै भब हुन्छ, कुनै कुनै भब हुन्छ, ओहो के हो यस्तो पस्यो है।
ल ओके सो कहाँ थिएँ म यहीँ थिएँ तर म कहाँ थिएँ यो कुकुरहरू भुकेर यसो मलाई डिस्टर्ब गर्यो ए ल यस्तो भावहरू पनि हुन्छ जुनको लास्टमा चाहिँ आइइआरइएन हुन्छ आइइआरइएन हुन्छ चुम बाइस्पिल फर इक्जाम्पल स्टुडियरेन लास्टमा हेर्नु है आइइआरइएन छ रेस्पेक्टियरेन आइइआरइएन आरइपिइआरइएस रेस्पेक्टियरेन इजोलिजियरेन इजोलिजियरेन अर्गानी अर्गानिजियरेन अर्गनाइज त्यसपछि ल टेलिफोनियरेन कल गर्नु टेलिफोन गर्नु अरू के हुन सक्छ धेरै हुन्छ यस्तो भाउ यस्तो उसहरू अनि ल डिस्कुटियरेन 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 अरू के हुन सक्छ ल रिपारियरेन रिपारियरेन आरआइई आरइपिएआरआइइआरइएन ल यस्तो भवहरू जसको लास्टमा इएन आइइआरइएन आउँछ नि यस्तो भवहरूलाई पार्टिसिप चोइ बनाउँदाखेरि यस्तो भवहरूलाई पार्टिसिप चोइ बनाउँदाखेरि अगाडि गे थप्नु पर्दैन सिर्फ यो यिनीहरूको चाहिँ पछाडि हामीले के थप्नु पर्छ टी थप्नु पर्छ टी थप्नु पर्छ जुन यो जुन यो इएन छ नि यसको ठाउँमा टी राखिदिने रेस्पेक्टियरेनको ठाउँमा अब रेस्पेक्टियट इजोलिजियरेन इजोलिजियट अर्गानिजियरेन अर्गानिजियट टेलिफोनियरेन टेलिफोनियट डिस्कुटियरेन डिस्कुटियट रिपारियरेन रिपारियट यो पछाडि जुन आइइआरइएन भएको उसहरू छ नि यसको चाहिँ इएनको ठाउँमा टी राखिदिने सिम्पल यो पास्ट अरे भाइ पास्ट पार्टिसिपलमा गयो है त पास्ट पार्टिसिपलमा गयो यी यस्तो भवहरू लास्टमा यो चाहिँ एउटा एक्सेप्सन हो है यो चाहिँ एक्सेप्सन हो नभए चाहिँ हामी रेगुलर इरेगुलर ट्रेन बार र निस्ट्रेन बार हेरेको हाम्रो काम तमा हुन्छ यो चाहिँ एउटा एक्सेप्सनको कुरा हो कि यदि भवको लास्टमा आइइआरइएन आउँछ भने त्यसमा हामीले इएनको ठाउँमा सिर्फ टी लगाइदिन्छौँ हुन त हो यो स्टुडियन भनेको रेगुलर भव हो रेगुलर भव भनेपछि के हुनु पर्थ्यो अगाडि गे हुनु पर्थ्यो रेगुलर भावमा के थियो हाम्रो ल हेरौँ है त रेगुलर भावमा अगाडि गे थियो पछाडि टी थियो भनेदेखि के हुन्थ्यो त गे स्टुडियट हुन पर्ने हो है त गे स्टुडियट हुन पर्ने तर यो अगाडिको गे चाहिँ लाग्दैन क्या पछाडि आइइआरइएन छ भने मेन भवमा है त र यो एउटा रुल हो यसलाई रुल जसरी लिनुहोस् किन भन्ने कुराको लजिक मसँग छैन जस्ट पछाडि आइइआरइएन छ भने त्यसमा चाहिँ गे थप्नु पर्दैन सिर्फ पछाडि इएनको ठाउँमा टी राखिदियो हुन्छ यदि रेगुलर भब हो भने चाहिँ त्यसपछि अगाडि गे लास्टमा टी इरेगुलर भब हो भने हाम्रो के भन्छ अगाडि गे लास्टमा इएन बिचको हल्का चेन्ज हुन्छ यदि ट्रेन 12 भब हो भने अगाडिको छुट्टिने पार्टलाई के पनि नचलाउने मेन पार्टलाई मात्र चेन्ज गर्ने ट्रेन 12 भयो भने निस ट्रेन 12 भयो भने केही पनि गर्नु परेन सिर्फ लास्टको इएनको ठाउँमा टी लागिदिनु पर्यो जस्तै फेरलियरेन फेरलियट फेरलियट है त यो फेयर बे गे आयो भने सिर्फ अगाडि लास्टमा चाहिँ इएनको ठाउँमा टी राखिदिनु पर्यो अरू हामीले ध्यान दिनुपर्ने कुरा भनेको र कुनै कुनै भव चाहिँ यस्तो हुन्छ है जस्तै यहाँ हेर्नुहोस् फेस्टेन फेस्टेन भनेको अब मैले भनेको रुल अनुसार त के हुनुपर्ने हो मैले भनेको रुल अनुसार यो भनेको निस्ट्रेन 12 भाव हो निस्ट्रेन 12 भाव भनेपछि यो इएनको ठाउँमा टी राखिदिएपछि यसको काम तमा हुनुपर्ने फेस्टेट हुनुपर्ने है तर के भइदिन्छ इ फेस्टान्डेन यस्तो हुन्छ कि कुनै कुनै चाहिँ एक्सेप्सन हुन्छ है कुनै कुनै चाहिँ एक्सेप्सन हुन्छ है त अरू कुरा चाहिँ हामीले पढेकै कुरा जस्तै यहाँ गे छ टी छ स्राइबेन टी छ उस छ र बिचमा भोकाल चेन्ज छ गे छ उस छ बिचमा भोकाल चेन्ज छ गे छ टी छ यो इयरनी स्टुडियरनको स्टुडियर छ युवा नाक्टेन भनेको निस्ट्रेन बार यो युवा र नाक्टेन छुट्टिँदैन
भनेपछि यो सिर्फ इएनको ठाउँमा टी ल्याएर राखिदियो हुन्छ। र टी होइन, यहाँ इटी राख्नु पर्यो, किनभने यहाँ अलरेडी एउटा टी छ, सो इटी राखिदिनु पर्यो है त। सो यसरी नै सबै भवहरूको चाहिँ हामीले के गरेको छौँ त, सबै भवहरूको चाहिँ सबै भवलाई पार्टिसिपेट चाहिँ बनाएको छ। सिर्फ के याद गर्नु पर्यो, रेगुलर भव, इरेगुलर भव, ट्रेन बार भव, निस्ट्रेन बार भव र आइइआरइएन छ भने, आइइआरइएन छ भने टी राखिदिने, सिम्पल सिम्पल। यति पाँचवटा कुरा बुझ्नुभयो र राम्ररी ध्यान दिएर पढ्नुभयो भने सबैको बुझिन्छ। र यहाँ चाहिँ मैले 59वटा होइन 59वटा राखिदिएको छु, यो चाहिँ तपाईँहरूको गर्ने काम भयो। ल जस्तै अब यहाँ हेर्नु है, यहाँ छ प्र्याक्टिस गर्नुहोस् आफै। इस ल्यार्नेन दोइच छ, अब इस हाब दोइच गेल्यान्ड, हाब गेल्यान्ड। फारेनको के भयो त, फारेन भनेको पोजिसन चेन्ज हुन्छ, यहाँ इस्ट भयो गेफारेन, जी इस्ट नाक बेर्लिन गेफारेन, ऊ चाहिँ बेर्लिनको लागि गई। उया एसियन पिज्जा, उया एसियन पिज्जा, अब उयासँग के हुन्छ हाबन, पिज्जा गेगेसेन, एसियनको के हुन्छ गेगेसेन हुन्छ। आउफआखनको, आउफआखन भनेको के हो वेकअप, अब वेकअप भनेको पोजिसन चेन्ज हो कि होइन, पहिला सुतिरहेको थियो बिउजियो पोजिसन चेन्ज भयो भनेपछि यहाँ स्टेट चेन्ज भयो, स्टेट चेन्ज भएपछि अब यो इस्ट भयो। त्यसपछि अब आउफ भनेको ट्रेन बार के अरे आउफआखन भनेको ट्रेन बार भयो, आउफबाट छुट्टिन्छ, आउफ र गेवाकलाई अब पछाडिको पार्टलाई मात्र चेन्ज गर्ने, उसलाई चेन्ज नगर्ने। यो तपाईँहरूले म पिडिएफ पठाइदिन्छु, त्यसबाट हेर्नुहोस्। र यो चाहिँ तपाईँहरूको असाइनमेन्ट भयो कि यो भबहरूको यो सेन्टेन्सहरूलाई यस्तो के भन्नु छ पेर्फेक्टमा लानुहोस्। र यो मात्र होइन, यो मात्र होइन, तपाईँहरूले 25वटा भोक्याब्स त गर्नु पर्यो। यहाँ चाहिँ 5वटा सेन्टेन्स छ, अझै 10वटा सेन्टेन्स, इन टोटल 15वटा सेन्टेन्स नर्मल्ली लेखेर त्यसलाई केमा लाग्नु पर्यो त, पास्ट पर्फेक्टमा लग्नु पर्यो। केमा लग्नु पर्यो, पास्ट पर्फेक्टमा लग्नु पर्यो। बुझ्नुभयो, 10वटा एक्स्ट्रा यो पछि, अनि 25वटा भोक्याब त डेली भयो। र तपाईँहरूलाई लाग्यो होला कि मलाई ठग्नु भएको छ, तर मलाई होइन, तपाईँले आफैलाई ठग्दै हुनुहुन्छ।